क्रिकेट टिम धेरै लामो समयपछि ब्याक टु नेपाल आएको छ। नेपालले ओमान र युएईमा भएको हरेक म्याचहरुमा एकदमै आफ्नो 100% नै मेहनत गर्यो र त्यसपछि पनि टी20 वर्ल्ड कप क्वालिफाईको सिरिज जिते तापनि ओडी सिरिजमा भन्दै 4-0 ले हार बेहोर्नु पर्यो, जुन चाहिँ 4 वटा म्याच मध्ये एउटा म्याच पनि जित्न सकेन। युएसए र युएसँगको 4 वटा म्याच थियो, जुन चाहिँ ओडी सिरिज 50 ओभरको वन डे म्याचहरु एउटा म्याच पनि जित्न सकेन र योबाट हामी प्रष्ट हुन सक्छौं कि नेपाल क्रिकेटले चाहिँ ब्याटिङमा चाहिँ एकदमै कमजोर रहेको छ र टी20 सिरिज भन्ने चाहिँ वर्ल्ड कप क्वालिफाईको हरेक सिरिजमा एकदमै मनोरञ्जन गर्यौं र आफ्नो रेकर्ड बचायौं र क्वालिफाई भएर आयौं र यसैकारण त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट टिमले एकदमै राम्रोसँग स्वागत, धेरै ठूलो स्वागत गरिरहेका छन् र हिजो मात्रै नेपाल क्रिकेट टिम नेपाल आइपुगेको हो र ओडी क्रिकेटमा भन्छ यस्तो राम्रो गर्न सकेन र ब्याटरहरु टिक्न सकेनन् र बलिङ लाइन पनि चल्न सकेन। सन्दीप लामिछाने पनि ओडी क्रिकेटमा बिगड लिन सकेन। यो सँगसँगै र हङकङ सिक्सेसमा पनि शरद बसाकरको कप्तानीमा भइरहेको हङकङ सिक्सेसमा पनि आजदेखि म्याच रहेको छ, जुन चाहिँ थुप्रै कन्ट्रीहरुसँग छ। यसमा चाहिँ 6 ओभरको हुनेछ र प्लेयरहरु पनि 6 जना मात्रै हुनेछन् र यो भन्दा ठूलो कुरा हाम्रो लागि भने चाहिँ ओडी स्ट्याटस बचाउनु र ओडीमा मान्यता जोगाउनु र ओडी स्ट्याटस नगुमाउनु रहेको छ। ओडीमा भन्छ नेपाल क्रिकेट टिमले यति राम्रो गर्न सकेको छैन, 4 वटा म्याचमा मध्ये एउटा म्याच पनि जित्न सकेको छैन र टी20 मा भन्छ एकदमै राम्रो प्रदर्शन गरिरहेको छ, जुन चाहिँ वर्ल्ड कप क्वालिफाईमा चाहिँ एकदमै राम्रो परफर्मेन्स गर्यो र हरेक म्याच जितेर आफ्नो इतिहास पनि जोगायो र राम्रो पनि गर्यो र तर पनि नेपाल क्रिकेटले भन्छ यति राम्रो गर्न सकेन ओडीमा र सन्दीप लामिछाने पनि यस्तो भन्छन्, जुन चाहिँ ओडी क्रिकेटमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं, ओडीमा हाम्रो ब्याटिङ लाइन र बलिङ लाइन पनि राम्रो चल्न सकेन र हार जित भन्ने कुरा म्याचमा भइराख्छ र हामीले अब आउने म्याचहरुमा एकदमै राम्रो परफर्मेन्स गर्नेछौं, एकदमै हाम्रो 100% नै दिनेछौं भन्ने कुरा गर्नु भएको छ। यो भिडियोमा हेर्न सक्नुहुन्छ हजुरहरुले सन्दीप लामिछानेले कस्तो किसिमको कुरा गर्छन् र कस्तो हम्बल टाइपको आफ्नो जिम्मेवारी जिन्दगीमा हार जित त भइहाल्छ हैन। अब एकदम नजिक पुगेर हामी हारेको छौं त्यो 4 गेम, तर त्यसले चाहिँ हाम्रो यो टिमको पोटेन्शियललाई चाहिँ दर्शाउँदैन। हामी यो भन्दा पनि अझै राम्रो गर्न सक्ने टिम हो, एकदम राम्रो गर्न सक्थ्यौं अझै पनि। हामी सबैलाई थाहा छ कहाँ हामी चुकेको छौं यो टुर्नामेन्टमा र त्यसले गर्दा चाहिँ अब कस्तो छ भने आउने अब जति पनि गेमहरु छ त्यो गेमहरुलाई चाहिँ यहाँबाट लिएको जति पनि हामीले पोजिटिभहरु जति पनि छ त्यो पोजिटिभहरुलाई क्यारी गर्दै अगाडि गएर बाँकी रहेको केही जुन खाली स्पोर्टहरु थियो, खाली फ्लोटिङहरु जहाँ थियो त्यसलाई चाहिँ राम्रो गर्दै अगाडि बढ्ने र अब जित्नु बाहेक केही पनि उपाय छैन हामीसँग आउने गेमहरुमा। सो त्यसको लागि एकदम भरपर्दो जति पनि हुन्छ अब फोकस भनेको अब एनपीएल छ, त्यसपछि वर्ल्ड कप छ, त्यो वर्ल्ड कपको प्रिपरेसन्सहरु हुन्छ, अब त्यो पछि चाहिँ फेरि वर्ल्ड क्रिकेट लिग जुन हुन्छ त्यसको लागि चाहिँ एउटा राम्रो वातावरण जुन हामीले आफैले क्रिएट गर्नुपर्ने हुन्छ एज ए टिम, एज ए युनिट, एज ए प्लेयर। मैले आफैले और एभ्री इन्डिभिजुअल यो टिमको सबैले चाहिँ आफ्नो आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौँ र राम्रो गर्नेछौँ।